बालेनले बुझाए 14,17,000 चुनावी खर्चको विवरण। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी खर्च जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएका छन्। झापा 5बाट उम्मेद्वार बनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका बालेनले निर्वाचनमा कुल 14,17,289 रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन्। बालेनले सहरी साधनमा 2,93,800 खर्च भएको विवरण पेश गरेका छन् भने हवाई खर्च 35,000, वडा स्तरीय घर दैलो गर्दा 5,80,000 खर्च भएको विवरण बुझाएका छन्। यस्तै मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च 28,900, नमुना मतपत्र छपाईमा 4,89,850, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा 1,20,000, स्टेसनरी खर्च 22,820, प्रचार प्रसार सामग्री 1,57,041, ब्यानर र स्टिकरमा 1,19,000 र मनोनयन दर्तामा 10,000 खर्च भएको विवरणमा उल्लेख गरिएको छ।